जापान आएदेखि बिमारी नभएको मान्छे म चाहिँ अचानक बिमारी परेँ क्या गाइज। बाहिर पुरा त्यस्तो ज्वरो नआए पनि भित्रभित्रै चाहिँ लास्टै गाह्रो हुने क्या, लास्टै गाह्रो भएको छ। म त सितिमिति चाहिँ बिमारी हुँदिनँ, बिमारी भइसकेपछि चाहिँ मलाई सन्चो हुनु चाहिँ लास्टै टाइम लाग्छ क्या। फेरि हिजो पनि छुट्टी थियो, दिनभरि रुममै सुती कटाएँ। आज चाहिँ अब अलिकति उठेर जाँगर चाहिँ ल्याउनै पर्छ भनेर उठेँ। औषधि खान फेरि फिटिक्क मन पर्दैन। रुममा भएको ओछ्याएको बोतलहरू चाहिँ सब त्यो उसमा खनाएर फालेँ मैले। रुमको सरसफाइ गरेको, आफ्नो टाउको कपालभन्दा बढी चाहिँ रुमबाट निस्कियो कपाल। अनि त्यो सरसफाइ गरिसकेपछि चाहिँ फोहोर सोहोर जे छ त्यो सब फालेँ मैले। अहिले चाहिँ फाल्दिनँ, साँझ फाल्छु। अनि त्यसपछि थोरै खाना भए पनि खानुपर्छ एनर्जीको लागि। कसले पकाइदिन्छ त नि, रुममा एक्लै भएपछि हो कि न गाई। जे जस्तो भए पनि रोटी पकाएर खानासाना त खानै पर्छ कि। अनि त्यसपछि अस्ति मैले ज्याम लिएर आएको थिएँ। आज चाहिँ मलाई तरकारी बनाउनु झ्याउ लागेर त्यही रोटीसँग, चियासँग र ज्यामसँग चाहिँ रोटी खाएँ। अनि त्यसपछि अब 1 हप्ता नै भइसकेको थियो, म चाहिँ कहीँ निस्केकै थिएन। अनि त्यसपछि थोरै केही खानेकुराहरूको लागि भयो भने बाहिर बाध्यताले निस्किन्छु क्या गाइज, नत्र मलाई बाहिर निस्किनै मन लाग्दैन। अनि त्यसपछि म चाहिँ चप्पल लगाएर निस्केँ। बाहिर चाहिँ टलक्कै घाम लागेको रहेछ। चिसो भएको भए त जान पनि गाह्रो हुन्थ्यो, जेसुकै होस् घाम लागेको छ। तर हावा चाहिँ यहाँ यस्तो चल्छ कि त्यही भएर म चाहिँ आज चाहिँ मास्क लगाएर हिँडेँ, अझ बढी हुन्छ कि भनेर। अनि त्यसपछि बाटोमा हेरेको त्यहाँ फर्सी, काँक्रा, अनि मकै, मटर सब तरकारीहरू चाहिँ क्या खतरा तरिकाले लगाएको के। अनि त्यसपछि म चाहिँ त्यहाँ सुपा गएर थोरै खानेकुराहरू किनेर रुममा रिटर्न भएँ। अब चाहिँ मलाई फेरि 1 हप्तालाई भनौँ कि 3-4 दिनलाई ढुक्क हुन्छ, म जाँदिनँ फेरि बाहिर कहीँ पनि। आज चाहिँ मैले आटा सकिएको थियो, त्यही भएर यो लिएर आएँ। हेरौँ यसको रोटी कस्तो हुन्छ, खाएर हेरौँ एकचोटि। ओके गाइज, ल बाई बाई, लभ यु।